यहाँ बसेको दाइ गरेपछि हामीसँग के हुन्छ हामीले पनि थाहा छैन हामीसँग के हुन्छ थाहा छैन यहाँ भनिदिनुहोस् हामी लाइभ गर्दैछौँ अहिले राति बस्दा हामी लाइभमा बस्नेछौँ यहाँबाट हिँड्ने छैन बेलुका होस् तर राति होस् लाइभमा बस्नेछौँ हामी हेर्दैछौँ को हामीले हान्छ हामीले को हान्छ पत्रकारजीले को हान्छ आधी घन्टा यो पुलमा उमेपछि आधी घन्टा पुलमा उमेपछि यहाँको सशस्त्र र नेपाल प्रहरीको अन्तर्गतमा हामीले हेर्ने प्रयास गरेका छौँ हेर्न सक्नुहुन्छ तपाईँहरू भनेछौँ यहाँ परिपथ खडा छ उहाँको अन्तर्गतमा हेर्न सक्नुहुन्छ मुसाबागुडा नगर जिल्लामा हामी उपस्थित छौँ जिटी न्युजका सञ्चारकर्मी तथा सञ्चार हेडलाइनका प्रमुख यहाँ उपस्थित यहाँ सञ्चारकर्मी त्यहाँ आधी घन्टा उयोपछि त्यहाँ बेला त्यहाँ हामीले हेर्ने प्राप्त गर्यौँ लाइभ चल्दैछ जिटी न्युजको माध्यमबाट लाइभ चल्दैछ लाइभ टेलिकास्ट हुँदैछ त्यहाँ माथि खडा छ लाइभ गरेपछि हामीले मानव तपाईँ यहाँ वहाँ बेला के आउँछ ठिक छ यो मान्छे छन् हामीले लाइभ सिनेर हेर्न सक्नुहुन्छ लाइभ गरेपछि हामी शान्ति हुन्छ हामीले पनि थाहा छैन तर एसपी साहब सशस्त्रका एसपी साहब हेर्नुहोस् र सामान्य प्रधानमन्त्री सुशीला कार्कीज्यू हेर्न सक्नुहुन्छ तपाईँको देशको पत्रकार हो सञ्चारकर्मी हो तर वर्षा जिल्लाका मुसाबागुडा बारा जिल्लामा पत्रकार केसहरूमा धेरै हामी र तपाईँ हेर्न सक्नुहुन्छ लाइभको माध्यम लाइभ गरेपछि केही पनि हुनसक्छ हामीसँग ठिक छ भयो भने हामी भुग्न तयार छौँ तर हामीलाई पत्रकारलाई घुस दिँदैछौँ यो भनेर हामीले हेर्ने प्रयास भयो यहाँ हामी आधी घन्टा यो पुलमा खडा भएपछि आधी घन्टा पुलमा खडा भएपछि यहाँको मान्छे आएर हामीले प्रयास गऱ्यौँ